जय मसी तथा नमस्कार। म आज केही प्रभुको परमेश्वरको वचन बाइबलबाट केही कुराहरू बोल्न गइरहेको छु, जो चाहिँ विश्वासीहरूलाई सतावट आउने बारे छ। वचनले के भन्छ सतावटको बारेमा, अनि सताउनेहरूको बारेमा, सतावट भोग्ने बारेमा वचनले के भन्दछ। म त्यो दुई चारवटा वचनको बाइबलको खण्डबाट वचनबाट केही भन्न गइरहेको छु। तपाईँले यसलाई सुन्नुहोस्, ध्यान दिनुहोस् र बुझ्नुहोस् र आशिषित हुनुहोस् है त। म यो भन्न चाहन्छु, जो सताउने व्यक्तिहरू हुनुहुन्छ, अनि जहिले अहिले अभिषेक जोशीको निकै नाम चर्चामा आएको छ। मानव उहाँ चाहिँ सताउनेहरूमा भाइरल हुनुभएको छ, तर उहाँले पनि नजानिकन परमेश्वरकै वचन पुरा गर्नुभएको छ है। उहाँले पनि यो कुरा बुझ्नुभएको होस्, परमेश्वरको वचन उहाँको जीवनबाट पुरा भएको छ। अनि सताइने विश्वासीहरू, सताइनेहरू पनि परमेश्वरको वचनै पुरा भएको छ। अनि यो कुरा हामीले अनौठो मान्नु पर्दैन, विश्वासीहरूले नै अनौठो मान्नु पर्दैन। अनि सताउने अथवा झुट्टा कुराहरू बोल्ने, विभिन्न प्रकारको आरोप लाउने व्यक्तिले पनि मैले ठुलै काम गरेँ भनेर मखाउनु पर्दैन, किनकि यो परमेश्वरको जीवित वचन पुरा भएको छ। किनकि परमेश्वरको वचन सत्य छ, साँचो छ, जीवित छ, त्यो वचन पुरा भएको छ। अनि म केही वचनहरू पढेर यहाँहरूलाई सुनाउँदछु। विरोधी व्यक्तिले नि सुन्नुहोस्, सुनिरहनु भएको छ भने, अनि विश्वासीहरूले नि सुन्नुहोस्, ध्यान दिनुहोस्। किनकि हामी कुनै पनि अनौठो मान्नु पर्दैन। हामीलाई सतावट आयो भनेर किन यो मान्छेले यस्तो गर्यो भन्न हामीले पर्दैन। हामीले के गर्ने हो? सहने हो, सिर्फ प्रार्थना गर्ने हो, परमेश्वरको हातमा समर्पण गर्ने हो, ताकि उहाँहरूको पनि आत्मा बाँच्न सकेको होस् र उहाँ नि एउटा असल गवाई बनेर निस्किन सक्नुभएको होस् भनेर हामीले विशेष प्रार्थना गर्नुपर्दछ। मैले पनि प्रार्थना गरिरहेको छु। जसरी अभिषेक जोशी, तारा बराल अनि अन्य कति व्यक्तिहरूको नाम सुनेको थिएँ मैले। अनि विशेष अगाडि चाहिँ अभिषेक जोशी अगाडि बढिरहनु भएको कुरा छ। अनि अभिषेकजी, तपाईँलाई धन्यवाद छ, तपाईँले परमेश्वरको वचन पुरा गर्नुभएको छ। अनि हामी विश्वासीहरू पनि अनौठो नहौँ। म वचन तपाईँलाई पढेर सुनाउँछु है त। प्रभु स्वयंले भन्नुभएको छ मत्ती 5:11-12मा, धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुट्टा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्ने छन् है। यो भन्ने छन्, अनि तब के गर तिमीहरू? तिमी सँगसँगै विरोध गर होइन, रमाओ र अत्यन्त खुसी हो, किनकि स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। सतावट आउँदाखेरि हामी रमाउनु पर्ने कुरा प्रभु यीशु स्वयंले भन्नुभएको छ। हामी रिस गर्ने होइन, डाहा गर्ने होइन, तर आनन्दित हुनुपर्ने, रमाउनु पर्ने, किनकि प्रभु यीशुको नाउँमा हामी चर्चामा छौँ, विरोध आएको छ है। अनि अर्को ठाउँमा प्रभुले भन्नुभएको चाहिँ 5:39मा, दुष्टको मुकाबिला नगर, दुष्टको मुकाबिला नगर होइन, उनीहरू दुष्टसँग सँगसँगै नलाग। विश्वासीहरूलाई भन्नुभएको, ख्रिस्ट विश्वासीहरूलाई, जसले तिम्रो दाहिने गाला चड्काउला त्यसलाई अर्को गाला पनि थापिदेऊ, अथवा तिमीलाई सताउँछ भने अझै सताउन देऊ होइन। पिट्न आउँछ बिना कारण भने एउटा गाला पिट्छ भने अर्को गाला पनि थापिदेऊ भनेको एकदम सहनुपर्छ। सहने शक्ति चाहिँ चाहिन्छ विश्वासीहरूमा, यो कुरा भनिएको छ। अनि अर्को ठाउँमा पनि भन्नुभएको छ प्रभु यीशुले चाहिँ यही 5:44मा भन्नुभएको छ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जो सताउँछन् ती त शत्रु भए नि होइन, विभिन्न आरोपहरू लाउँछन्, शत्रु भए, तर उनीहरूलाई खराबी नगर, प्रेम गर र तिमीहरू स्वर्गमा हुने आफ्ना पिताका छोराछोरी हुनेछौ। हामी त परमेश्वर पिताका छोराछोरी, सृष्टिकर्ताको छोराछोरी भएको कारणले अनि उनीहरूको निम्ति चाहिँ हामी प्रार्थना गर्नुपर्दछ है। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ। यो चाहिँ 5:45मा छ। दिनुहुन्छ र धर्मी पापी दुवैलाई वृष्टि दिनुहुन्छ। सूर्यको ताप, उज्यालो किरण, उहाँले भेदभाव गर्नुभएको छैन, छुट्याउनु भएको छैन। अनि वृष्टि उब्जनी हुनको लागि जमिनमा चाहिने कुराहरू वृष्टि उहाँले दिनुहुन्छ, किनकि ती मानिसहरू पनि परमेश्वरको सृष्टि हुन्। उनीहरूको आत्मालाई नि परमेश्वरले प्रेम गर्नुहुन्छ, उहाँमा बाँचेको चाहनुहुन्छ, त्यसैले उहाँले भेदभाव गर्नुभएको छैन। हामीले पनि भेदभाव गर्न मिल्दैन, प्रभुले भन्दै हुनुहुन्छ। अनि अर्को ठाउँ भन्नुभएको छ यही मत्ती 6:14मा, तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। हामीले चाहिँ अपराधहरू क्षमा गर्नु, उनीहरू हाम्रो विरुद्धमा बोलेको कुराहरू अपराध हो नि, हामी
प्रति उनीहरूले विभिन्न आरोप लगाएका छन्, अपराध गरेका छन्, तर जस्तो अवस्थामा पनि हामीले क्षमा गर्नुपर्छ। वचनले यी कुराहरू भन्छ। अनि अर्को ठाउँमा भनेको छ, तिमीहरूले मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने चाहन्छौ, तिमीहरूले पनि त्यस्तै व्यवहार गर। यही मत्ती 7:12 यो कुरा भनेको छ। किनकि मानिसहरूको हामी त चाहन्छौँ अरूले प्रेम गरोस्, वास्ता गरोस्, होइन, हामीले भनेको मानोस्, प्रभुमा आओस् भनेर हामी चाहन्छौँ। अनि त्यही भएर हामीले उनीहरूलाई राम्रो व्यवहार गर्नुपर्छ, वचनले भन्दछ। अनि अर्को पदमा भनेको छ 10:28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मात्र मार्दछन् तर आत्मालाई मार्न सक्दैनन्। यदि मृत्यु नै भोग्न परे नै उनीहरू हामीलाई मार्नै आए तापनि हामी चाहिँ डराउने होइन, किनकि हाम्रो शरीर मारे तापनि हामी भित्र भएको आत्मा मार्न सक्दैनौँ। त्यो चाहिँ परमेश्वरमा सुरक्षित छ, हामीले उहाँमा सुम्पेका छौँ। अनि त्यसैले नडराओ, मर्नै परे नडराओ भन्नुभएको छ। अनि कतै गरेर कतै बोल्नलाई उनीहरूले अदालतमा लान्छन्, कतै समूहमा लान्छन्, अनि कतै भिडभाडमा लगेर हामीलाई विरोध गर्छौँ भने पनि हामी डराउने होइन, तर के बोल्ने भने फिक्री गर्ने होइन, त्यो उहाँले नै सिकाउनुहुन्छ भनेर 10:19 पनि, यही मत्ती 10:19 नि भनेको छ। अनि सतावट आयो अनि एकदमै होइन उनीहरू धेरै सताए भन्दैमा तिमीहरू प्रभुलाई छोड्छौ कि तिमीहरूलाई मारिदिउँ भन्ने अवस्था आए तापनि प्रभुको खातिर मर्न तयार हुनुपर्छ। अनि आफ्नो प्राण जोगाउनलाई प्रभुलाई त्याग्छौँ भने उसले चाहिँ गुमाउने छ, तर प्रभुको खातिर मर्न तयार छ भने त्यो बचाउने छ भनेर 10:39 भनेको छ है। अनि यी कुराहरू हामी एकदमै याद गरौँ, प्रभुको नजिक हौँ, अनि प्रार्थना ती विरोधीहरूको निम्ति प्रार्थना गरौँ। प्रभुमा हाम्रो सधैँ समर्पणताको जीवन होस्, हामी अनौठो मान्नु पर्दैन। विरोधीहरूले पनि प्रभुकै वचन पालन गर्नुभएको छ, अनि विरोधीहरूलाई पनि म धन्यवाद दिन्छु, उहाँ पनि जीवित परमेश्वरको वचन पालन गर्नुभएको छ। अनि यो सुन्नुहोस्, आशिषित हुनुहोस्, र तपाईँलाई आशिष मिल्यो भने लाइक सेयर गर्नुहोस् ताकि अरूले पनि आशिष पाउनुहोस् है त। धन्यवाद। जय मसीह। नमस्कार। कतिजना शरीरमा बिमारी भएर निको हुनको लागि प्रभु यीशुमा आउनुभएको हुन्छ, होइन, म पनि त्यही कारणले आएको थिएँ। अनि कतिजना मनमा अशान्ति भएर पीडा भएर प्रभु यीशुमा आएको देखिन्छ। अनि कतिजना संसारबाट दिक्क भएर आत्महत्या गर्ने अवस्थामा प्रभुमा आएकोहरू देखिन्छ। अनि प्रभु यीशुले नि यही भन्नुभएको छ मत्ती 11:28 हे सबै बोझले दप्पीको म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। अनि प्रभुले विश्राम दिनलाई बोलाउनु भएको छ। अनि उहाँले भन्नुभएको छ मसँग सिक, होइन, मसँग बस, मसँग सिक। अनि प्रभु येशूमा आएपछि बाटो चाहिँ साँघुरो छ। प्रभु यीशु स्वयंले भन्नुभएको छ मत्ती 7:13-14 भनेको छ बाटो चाहिँ साँघुरो छ है, ढोका साँघुरो कठिन छ, स्वर्गमा पुग्ने बाटो कठिन छ। भन्न खोजेको चाहिँ संसारमा हुँदाखेरि जस्तो सुकै अवस्था पनि जिउन फिरी छ, होइन। यो खाऊ, यो पिउ, यो खाऊ, अनि जो मजमजा गरेर मानिसहरूलाई सराप, फोहोर कुरा बोल, जसलाई जे गरेर एउटा सामान्य कुरा हुन्छ, होइन। चोर्नु, ढाँट्नु, अनि चोरेर भाग्नु, त्यसले यस्तो गऱ्यो भने चाहिँ एउटा हाँसो उडाउँछ, एउटा सामान्य कुराहरू देखिन्छ। सानोतिनो कुराहरू चोर्दा हुँदा ठुलो कुरा चोर्दा दण्ड पाउँछ मानिसबाट, तर पनि उसलाई सामान्य सोचिन्छ। अनि जस्तै व्यभिचार गर्नु, अहिले व्यभिचारको केसहरू कति छ र पनि केही पनि प्रतिक्रिया देख्न सकिँदैन, हल्ला सुनिन्छ, तर त्यो सामान्य तरिकाले दबिरहेको छ भनेको एउटा संसारमा सामान्य है। जति जहाँसुकै जेसु गर, जसले जसलाई मार, जसले जसलाई काटा, देशमा कानुन त छ, तर त्यो कानुनभन्दा माथि मान्छेहरूले कामहरू गरिरहेको छ, अनैतिक कार्यहरू, आफ्नो इच्छाका कामहरू गरिरहेको हुन्छ। त्यो चाहिँ फराकिलो बाटो, त्यो जस्तो भए पनि। अनि प्रभुमा आएपछि ती सबै कुरा चाहिँ त्यागेर, पाप स्वभाव सबै त्यागेर नयाँ सृष्टि भनेको कारण नयाँ तरिकाले हिँड्नु पर्दछ। अनि बाटो साँघुरो छ भनेर वचनले भन्दछ। अनि साँघुरो भनेको चाहिँ संसारमा पहिला गरेको मजामा हिँड्न मिल्दैन, हिँड्न पाइँदैन है। कसैलाई झुटो बोल्नु हुँदैन, फोहोर कुरा बोल्नु हुँदैन, खानेकुरा छोड्नुपर्छ, पहिलाको पुरानो स्वभावलाई जम्मै त्याग्नुपर्छ। त्यसैले त नयाँ सृष्टि जो ख्रिस्टमा छ, त्यो नयाँ सृष्टि भनेपछि नयाँ तरिका, नयाँ स्वभाव, नयाँ साथी है। अनि कुराहरू सबै पुरानो कुराहरू, अरूको कुरा काट्ने कुराहरू, अरूलाई तुछ्याइ भन्ने कुराहरू, अनि मुखले अपशब्द भन्ने, फोहोर बोली नबोल भनेर वचनले भन्दछ। अनि त्यो नयाँ चाहिँ के हो त, साँघुरो बाटो हो। साँघुरो बाटो भनेर त्यस्तो त्यो पालना गर्न नसक्ने, हामीले जीवनमा लागू गर्न नसक्ने कुरा होइन। प्रभुले भन्नुभएको छ म तिमीहरूलाई सिकाउँछु, मेरो जिह्वा लो र मसँग सिक, म कोमल हृदयको छु, होइन, दयालु र कोमल हृदयको छु भनेर प्रभु येशूले मत्ती 11:29
पनि भन्नुभएको छ। उहाँसँग सिक्न सकिन्छ। उहाँ शिक्षक हुनुहुन्छ। उहाँले हामीलाई कसरी हिँड्नुपर्छ सिकाउनुहुन्छ। अनि उहाँले प्रेममा डोर्याउनुहुन्छ। नयाँ विश्वासीलाई प्रेममा डोर्याउनुहुन्छ। प्रार्थना गरेर उहाँको चरणमा जाने, वचन अध्ययनमा उहाँको चरणमा जाने, उहाँका प्रेमका वचनहरू एकदमै नियमित रूपले अध्ययन गर्ने, त्यो चाहिँ भोजन हो, आत्मिक भोजन। जस्तै एउटा बच्चाले सामान्य दुध पहिला तरल पदार्थ पिएर उसलाई थाहा छैन कसरी खाँदैछु, तर उसले स्वतः थाहा हुन्छ, चुस्नलाई कसैले सिकाउनु पर्दैन। त्यस गरी परमेश्वरको वचन जो हाम्रो हातमा हुन्छ, नयाँ विश्वासीलाई नयाँ नियमबाट, मत्तीबाट, मर्कुसबाट, लुका अथवा यौनाबाट पढ्दै जानु र परमेश्वरको प्रेमलाई तपाईँहरूले लिन सक्नुहुन्छ। परमेश्वरले गर्नुभएको चङ्गाइका कुराहरू, बिमारी चङ्गाइका, त्यो समय थियो, यो समय हुँदैन, होइन, यो समय चङ्गाइ हुन्छ। परमेश्वरले दिने कुराहरू, होइन, भोजनहरूका कुराहरू छ। थोरैबाट धेरै बनाउनु भएको, अहिले त्यो त्यसै आउने त होइन, तर अवस्था त्यस्तै छ। केही नपाउने कुराहरू छ भने परमेश्वर अहिले पनि त्यस्तै थोरैबाट धेरै पार्नुहुन्छ। त्यो मेरो जीवनमा अनुभव भएको कुरा हो। अनि काम गर्नलाई परमेश्वरले बल शक्ति दिनुहुन्छ। उहाँसँग माग्नुपर्छ। हाम्रो हात दिनुभएको छ, खुट्टा दिनुभएको छ, बोल्न मुख दिनुभएको छ, सुन्न कान दिनुभएको छ, हेर्न आँखा दिनुभएको छ। हाम्रो शरीरका अङ्गहरू उहाँले बनाउनु भएको। अनि कतिको सोच के हुन्छ, बसी दिए हुन्थ्यो नि उहाँलाई विश्वास गरिसिँदा। अनि त्यो बसी दिनुभयो त उहाँले हातखुट्टा कुजो बनाएर हातखुट्टा दिनुहुने थिएन, तर परमेश्वरले हामीलाई गरी खानु भनेर हातखुट्टा दिनुभएको छ। अनि अर्को ठाउँमा भनिएको छ, काम नगर्नेले खाँदै नखाओस् भनेर। काम गर्नुपर्छ, जुनसुकै काम। मैले हातखुट्टा बिमारी छ मेरो, म अरू केही काम गर्दिनँ, तर म बोल्ने काम गर्छु, म वचन पढ्ने काम गर्छु, म प्रार्थना गर्ने, अरूको लागि प्रार्थनाले सहायता होस् भनेर काम गर्छु। त्यो पनि एउटा काम हो। केही न केही काम गर्न नसक्ने व्यक्तिहरूले नि अरू सक्नेहरूको लागि प्रार्थना गरिदिन सकिन्छ। सेवक सेविकाको निम्ति प्रार्थना गर्न सकिन्छ। नयाँ विश्वासीहरू प्रभुमा हुर्कन सकोस् भनेर प्रार्थना गर्न सकिन्छ। नयाँ आत्माहरू मण्डलीमा आउन सकुन् भनेर प्रार्थना गर्न सकिन्छ। म निको नभए नि पनि अरू रोगी बिमारी निको हुन सकोस् भनेर प्रार्थना गर्न सकिन्छ। म आफू निको भएको छैन, तैँले मैले प्रार्थना गरेर केही रोगीहरू निको भएका छन्। त्यस गरी परमेश्वरको इच्छा पुरा होस् भनेर प्रार्थना गर्न सकिन्छ। म पनि एक दिन म निको हुन सक्छु भन्ने जुन प्रकारको दृढ विश्वास मलाई दिनुभएको छ, म निको भएर प्रभुको सेवा गर्नेछु। प्रभुले मलाई अनुभवको लागि अहिले अहिले पनि बिमारीमा राख्नुभएको। मेरो हातखुट्टा बिमारी छ, केही मात्रामा औषधि खाइरहेको छु, पहिलाभन्दा औषधि घटाएको छ, औषधि डोज। म निको भएर म प्रभुको सेवा गर्न म हिँड्न सक्ने छु भन्ने ममा दृढ विश्वास। परमेश्वर जीवित हुनुहुन्छ, मलाई जीवित विश्वास दिनुभएको छ। विश्वास अनुसार परमेश्वरले अवश्य हाम्रो जीवनमा काम गर्नुहुनेछ है त। आमेन। हुन्छ, सुनिदिनु भएको लागि सबैलाई धन्यवाद। अनि जय मसीह। मन परेमा आशिष पाउनुभएको छ भने जसले आशिष पाउनुभयो यो हेरेर लाइक सेयर गरिदिनु होला, ताकि अरूले आशिष पाउनुभएको होस् र मलाई पनि हौसला मिलोस् है त। धन्यवाद। जय मसीह।